यसरी छोइ नै सकेको रहेछ हैन। अब यो ब्याक गर्ने कि के गर्ने हो? आहा यस्तो ट्याक्क रुक्ख बिचबाट बाटोबाट पास हुँदा त गाइज स्वागत छ मेरो युट्युब च्यानलमा है। आज चाहिँ हामी सर्ट राइड निस्किसकेको छौँ डाँडा गाउँतिर है। चाहिँ म एनएसमा छु, दाइ र म है। रिफ्रेसमेन्ट राइड चट्टापारामा हामी चाहिँ चण्डेश्वरीबाट डाँडा गाउँ जान्छौँ है। बाइक ननिकालेको पनि कति भएको थियो यो बाइक, धेरै पछि चलाउँदैछ मेरो एनएस। घर बस्दा पुरानो भइसकेछ। यसको यो मिटरको तेलको यो नि नदेखाउने भएको छ। खोइ तेल त अस्ति भर्खर हालेर राखेको हो। हुनपर्ने हो तेल चाहिँ के पो हो। वेदर चाहिँ क्या क्लियर भएको छ। आज त पानी परेको छैन है। यहाँनिर ट्याक्क यो चाहिँ भुतखेल। हामीलाई त नजिक हो र वास्तै हुन्न। अहिले नि मान्छे टनाटन छन् यो भुतखेलमा त। अहिले शनिबार सधैँ मेला हुन्छ होइन। त्यही भएर हामी चाहिँ अल्टरनेटिभ बाटोबाट आएको होइन। त्यहाँबाट चाहिँ बाटै बन्द गरेको हुन्छ होइन। यहाँ चाहिँ स्काउटको मान्छेहरूले आएर नै बसिरहेको हुन्छन् होइन। यहाँ चाहिँ यस्तो हाट बजार जस्तो लाग्छ। सो यता चाहिँ चण्डेश्वरी जाने बाटो हो होइन। चाहिँ चण्डेश्वरी हुँदैन, त्यहाँबाट अलिक परबाट माथि जाने हो। अनि यो डाँडाको टुप्पोमा जाने हो। खतरा नेचर फिल हुन्छ त्यहाँ चाहिँ होइन। हमको ना खबर कैसे, अरे कहना क्या चाहते हो। त चाहिँ घाम लागिरहेको रहेछ है फेरि। सोरी कटेर नि थोरै अगाडि आइसक्यौँ होइन। यो सल्लाहघारीको उकालो चढ्दैछौँ होइन। त्यहाँ चाहिँ यता नि मान्छेहरू पिकनिक आउँदो रहेछन्। माथिबाट आउँदैछन् ट्याक्क लाएर। जो सिधै आएर यो उकालो सकिसकेपछि चाहिँ यहाँबाट लेफ्ट लिनुपर्छ डाँडा गाउँ जानलाई चाहिँ होइन। यहाँबाट सिधा आयो अनि यहाँबाट चाहिँ लेफ्ट। सो गाइज हामी चाहिँ ट्याक्क त्यहाँको आर्मीसँगबाट माथि लागिसक्यौँ होइन। यो चाहिँ निकुञ्ज एरिया पर्छ होइन। यहाँ चाहिँ अहिले बाटो बन्दै नै रहेछ। सानो हो यहाँको बाटो चाहिँ। आउँदा चाहिँ ट्याक्क ध्यान गरेर विचार गरेर आउनुपर्छ है। सानो बाटो छ अनि टर्निङहरू नि धेरै छ क्या यहाँ चाहिँ। टर्निङ लिँदा चाहिँ ट्याक्क आफ्नो साइडबाट छेउबाट जानुपर्छ यहाँ चाहिँ। रिफ्रेसमेन्टको लागि आउन चाहिँ सही हुन्छ है यहाँ फेरि। बाटो यहाँको अनि इन्भाइरोमेन्ट एयर फ्रेस हुन्छ यहाँको चाहिँ। कस्तो आनन्द हुने क्या यहाँ त। हावा नि चिसो। यो रोड चाहिँ सधैँ आर्मीले सफा गरेर नि सफा भएको है, नत्र त्यहाँ पात पतिङ्गर हुन्छ। अगाडि चेकिङ पोइन्ट छ, त्यहाँ चाहिँ भिडियो गर्न मिल्दैन है। सो गाइज हामी चाहिँ त्यहाँनिर चेक पोस्टमा होइन नामसाम टिपाएर बाइक नम्बरसम्म टिपाएर माथि लागिसक्यौँ होइन। त्यो चाहिँ आर्मीको एरिया पर्ने भएर त्यहाँ जाने बेलामा चाहिँ नाम टिपाउनु पर्छ। टिकटहरू चाहिँ पर्दैन होइन। र बाइकको नम्बर र नाम चाहिँ टिपाउनु पर्छ। अनि कतिजना छौँ होइन ग्रुप छौँ भने ग्रुप त्यो चाहिँ टिपाउनु पर्छ त्यहाँनिर। आहा वेदर त रोड पनि सानो चिटिक्क हो तर यसरी गाडी आइरहेको हुन्छ होइन। त्यही भएर आफ्नो लेनमा जानुपर्छ है। यस्तो रोड नराम्रो चाहिँ होइन तर सानो छ क्या। अनि अझ पानी परेको बेलामा त यहाँ खास यो रोडबाटै पानी सलल्ल बगिरहेको हुन्छ है। यस्तो भित्रतिर चाहिँ रोक्न पाइन्न है। पहिला चाहिँ मैले नि रोकेर भिडियो बनाएको थिएँ होइन। तर आर्मीले थाहा भयो भने चाहिँ कराउँदो रहेछ है। चप्पाइँदै थोक्दै हिँडेर चाहिँ यार। सो डाँडा गाउँ चाहिँ यहीँ हो है। अब चाहिँ आइसक्यो। अब यहाँ एकछिन बस्छौँ, रिफ्रेस गर्छौँ हामी होइन। दाइ बिरामी हुनुभएको छ त्यही भएर एकछिन यसो निस्केको चिया खान्छौँ होइन। अब चिसो त खानुहुन्न। आर्मीको ठाउँहरू नि दामी हुने क्या हुन चाहिँ। त्यो पार्किङै पाइने यार। हामी कता यता बस्ने कि उता बस्ने। पार्किङ नै पाउनै घर यार यहाँ त। यो है 125 जस्तो देखिँदै देखिन्न है यो। पार्किङ चाहिँ यहाँको नै पार्किङै पाउनै गाह्रो। A few moments later. Do ba 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 do do ba do boo do a boo ba do ba do boo boo. Do ba 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 do
यहाँ चाहिँ माइक्रो ठोकिसकेको छ है मान्छेहरू हेर्दै हो नि ड्राइभर चाहिँ त्यो कालो कलरको सर्ट लगाएकोवाला हो है उतापट्टिबाट नि गाडी आउँदैछ यसरी छोइ नै सकेको रहेछ होइन अब यो ब्याक गर्ने कि के गर्ने हो स्क्र्याच त आउँछ है उता त सिसा नै छोइसक्यो अनि निस्क्यौँ है यहाँ गाडी फसाएको थियो एकछिन हेऱ्यौँ हेल्प पनि गरेको जस्तै जस्तै गऱ्यौँ अनि गाह्रो क्या त्यहाँ नि अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ है भ्यू चाहिँ यस्तो छ ट्याक्क जम सो हामी चाहिँ फर्किसक्यौँ होइन यस्तो नमिठो खाजा साजा खायौँ त्यहाँ लेमन टी उयो धनी खाएको कहिले खाने मन नलाग्ने जस्तै रहेछ यसो भ्यू स्यू हेऱ्यो अनि अब चाहिँ तलतिर फर्केको है त्यहाँ चाहिँ बढी जस्तो आर्मीको एरिया भएर त्यस्तो साह्रो भिडियो गरेर राख्न चाहिँ पाउँदैन है अलिअलि मात्र हो अब फेरि यहीँबाट गयो यहीँ तल आर्मी छ भिडियो गरेको देखि नि कराइहाल्छ डिलिट गर्न लगाइहाल्छन् त्यही भएर अब चाहिँ हामी निस्क्यौँ है चिसो नि हुन थाल्यो झन् ज्याकेट नलाइकन आएको त अगाडि गाडी भएपछि ओभरटेक हान्ने ठाउँ नै छैन क्या यही गाडीको पछि पछि जाने हो क्या अब ए गाडी नै आइरहेको रहेछ यार बसै आइरहेको यार अगाडिबाट त बसहरू नै आउँछन् यार यता यो चाहिँ हाइकिङ जाने टोलीहरू है यो हाइकिङ जानेहरू कहाँबाट आउँछन् दाइ विष्णुद्वारहरूबाट त होइन सुन्दरी दल यस्तो दामी छ है ल चेट लाएर यस्तो जङ्गलको बिचबाट आउनुको चाहिँ मजा नै बेग्लै छ क्या फेरि ठाउँबाट नै हामी पास भइसक्यौँ होइन अब यहाँबाट तल त अघि भर्खरै आएको बाटो त हो है बाटो अलि सानो छ है ओ घोडा यो अन्त दुईटा घोडामा पो आउनुपर्ने रहेछ त बाइक छोडेर त तेल बचाउ अभियान हामी चाहिँ न्युट्रलमा आएर तेल जोगाइरहेछौँ किनभने अहिले 160 रुपियाँ लिटर छ पेट्रोलको अनि यो बाइकको माइलेज छ जम्मा 12, 13, 14 हो लागिसक्यौँ है आजको भ्लग चाहिँ यहीँ इन्ड हानिदिनुपर्छ खास चाहिँ त्यो बाटोमा बोल्ने केही कुरा भेट्दा नि भेटेन त्यस्तो इन्ट्रेस्टिङ हुँदा नि भएन जस्तो लाग्यो है त्यहाँ आर्मीको ठाउँ आएर खालि भिडियो बन्द गरेको गरेँ त्यो रोड मात्र के देखाउनु के बोलिराख्नु जस्तो भएर भिडियो त गरेको छु है हेरौँ अब के हुन्छ होइन त्यसलाई पानी परेर खासै घुम्न नि गएको छैन त्यही भएर भिडियोहरू नि कम आइरहेछ होइन अब यो पानी पर्ने सिजनहरू गएपछि अनि मेरो बाइक नै अलिअलि बिग्रेको छ बाइक साइक बनाएपछि फेरि ट्याक्क शनिबार राइडको भिडियोहरू आउँछ होइन जाँटो कहाँबाट हो त्यही भएर अब चाहिँ अर्को भ्लगमा भेट्नुपर्छ होइन बाई गाइज